टोटल फ्यान्स सेभर है त सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु है त गाइस। आज चाहिँ हाम्रो ब्रदर्सहुडको गाइस आज एजिएम छ, वार्षिक एजिएम होइन। एजिएम त अस्ति नै हुनुपर्ने हो खास। त्यो बेलामा चाहिँ आमा खुवाउने औँसी कि के भयो समथिङ परेर चाहिँ सबैजना बिजी भएर चाहिँ त्यो बेला जानु पाएन गाइस होइन। अनि आज चाहिँ जुरेको छ गाइस। अनि के हुन्छ कस्तो हुन्छ ब्रदरहुडमा नि हेर्दा गाइस यार वर्ष दिन बितिसकेछ ल गाइस है। के हुन्छ माया देखाउनु पर्यो गाइज, माया देखाउनु पर्यो। क्या भएन सब्सक्राइबर पुगेन ट्याप लाइक पुगेन, कमेन्ट गर्नु होला गाइज। ल चाहिँ फार्ममा छु म अहिले है। अनि टक्क खानसाना खाएर रेडी भएर तल घर गएर चाहिँ म त्यहाँबाट निस्किन्छु। केटाहरू सबैजना उतैतिर भेटघाट गरौँ ल। सी यू गाइज। सर्वप्रथम त रविन्द्र दाँतलाई धेरै बधाई अनि बिग कङ्ग्रेचुलेसन गाइज है। म चाहिँ यहाँबाट निस्किनु लागेको, टक्क लाएर तल जान्छु। के हुन्छ कस्तो हुन्छ गाइज। यस्तो दामी मौसम हावा लागिरहेको छ होइन। पानी पनि पर्ला जस्तो भइरहेछ। के हुन्छ गाइज ल है त म देखाउँछु हजुरहरूलाई। टक्क लाएर इन्डिया गर्नु पऱ्यो है ल गाइज। ठुलो म्याच छ। क्या आनन्द छ नि है मेरो भाइ काममा। क्या आनन्द छ अरे भात खाएर कसम क्या आनन्द। अघि झन् भनिराख है भाइ भनेको मलाई। कहाँ माथि हामी चाहिँ निस्केको गाइज हेर। भाइको त के लिएर आएको यो स्विङ के हो यो पिङ्कल्स ल बाइक गरिदिनु सुगर दिएछ त्यहाँ ल भाइ खै बाबा ल दादालाई पनि गयो भन्दै है। दादालाई पनि गयो भन्दै राम्रोसँग बसेर ल गाइज। अब हामी चाहिँ नक्कुजानलाई नक्कुमा भेटघाट गर्ने चाहिँ होइन। सबैजना पुगिसकेको छन्। अब हामी चाहिँ यहाँ निस्किने हो चट्ट लाएर रेडी भएर ढोका लाएर सबजना चट्ट लाएर निस्किन्छु। अब रमाइलो गर्नुपर्छ भयो ल दिदी दिदी क्या फेरि ल भाइ लगाइज ल अहिले भेटौँला उतैतिर है त ल। हेर्नु त सुगा त यहाँ बाहिर के आउटडोर के आउटिङ केही नलाएर ट्याग लाएर ब्रदरहुडको टी सर्टमा ट्याग लाएर आइरहेछन्। हामी चाहिँ ज्याकेटै लाएर आएको अनि हेलो के हो दाइकै पसल ल दाइकै चिन्जानकै पसल अगाडिको बसिरहेको छ हामी केटाहरू चाहिँ अरू चाहिँ आउँदैछन् है। अब हामी यहीँ बसिरहेछौँ। को आउँछ यही बाटो हो। हामी चाहिँ ट्याक्स लाएर ल बबाल रमाइलो गर्नुपर्छ केटा हो। बबाल रमाइलो गर्नुपर्छ। बाहिर के लाएर आउनुपर्छ नि त बाहिर के लाउनु पर्छ नि त। ठिक छ ल आइपुग्यो टोलीहरू पनि आइपुग्यो ट्याक्स लाएर कार्की उडा के हो हिरो भनेर कपाल सवाल काटेर ल के छ के हो यो त अनि पुरा के वेटर लाउने टी सर्ट जस्तो छ भने चाहिँ यहाँ टेन्सन भयो त के भयो त ब्रदरहुडको टी सर्ट सबैजना यहाँ भेला भइसक्यो होइन। ल खेला हो के छ आज मस्ती हान्नुपर्छ होइन त कहीँ कुरा यहाँ चाहिँ हर्रा ग्याङ आयो छर्रा ग्याङ ल हामी चाहिँ भेटघाट भइसक्यो गाइज। अब रिसोर्टतिर जान्छौँ है त ल। फाइनली हामी चाहिँ आइसकेका छौँ केटा हो। कस्तो हुँदैछ त खै ल अझै केटाहरू आउनै बाँकी छ यहाँ। अब हामी चाहिँ आइपुग्छौँ होइन। आफ्टर लङ टाइम के हो यस्तै हो भएपछि अब के गर्ने यस्तै हो बिजी त हुनै परिहाल्यो होइन। के हो कस्तो हो आज के छ त यसो एक दुई शब्द राख नि त ल केटा हो। के जानु पहिला जाने कुरा पहिला हाल्नु पऱ्यो नि त होइन। त्यही हो गाइज यहाँ स्विमिङ पुल पनि छ होइन। ट्याक्स लाएर इन्जोय हान्नुपर्छ। के हुन्छ ल हेर्दै गर्नु होला है त। जय ब्रदर हाम्रो भिल्ला है टक्क लाएर नाइट स्टे कस्तो छ दामी छ अरे ल भिल्ला है गाइज। टक्क हामी दाइ चाहिँ यहाँ क्युआर हानिरहनु भएको छ चाहियो भने क्युआर होइन। उहाँ चाहिँ हाम्रो यहाँको सर हुनुहुन्छ। अनि यो चाहिँ रिसोर्टको नाम चाहिँ यही हो है गाइज। ल के के चाहिन्छ तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ है त। दारू खाने टोलीहरू बस्ने रे यहाँ चाहिँ के छ र ल यसो टी सर्ट होइन केटा ल
क्या हेप्दिने यार दारू खाने भनेर त क्या हेप्दिरहेको हे बे एट्ला नि फेरि दारू खाने ग्याङ ल ए हो गाइस ल है आज 7 जना आउने रहेछ हामी 3 जना चाहिँ अभिषेक भाइ के भन्दैछ देखाउ नि ल है ल यहाँ हाम्रो भिआइपी एकदम मान्छे चाहिँ एकदम बिजी म्यान होइन आज आफ्टर कति लङ टाइमै भयो हाम्रो पढा पनि हेरौँ त के ल हामी उता हाम्रो रुम पनि हेरेर आउँछौँ ल ल हामी हेरेर आउँछौँ ल ल गाइस यहाँ चाहिँ होइन सबजना आइसक्नुभयो अनि चुचिला ग्याङ चुची ग्याङ ब्रदरहुडको आज है त ल गाइस के कस्तो हुन्छ हेर्दै गर्नु होला दिपक दोष मात्रै टी सर्ट नलागिकन बसिरहेको छ फेरि ल गाइज है त यहाँ कपिराइटको डरले अब अलिअलि त्यस्तो भइरहेछ अब यही हो हाम्रो स्पोर्ट चाहिँ होइन के हुन्छ रमाइलो गर्दै जान्छु अनि तपाईँहरू पनि हेरिदिनु होला भिजिट गर्नु होला समथिङ यस्तो छ है त चियर्स गाइज ह्यापी ब्रदरहुड अनलाइन हेर्नु थाहा पाउनुहुन्छ अनलाइन भिडियो कल गर्दै हेर्नु न थाहा पाउँदैन क्यानबेरी पार्टी ओडी पार्टी 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 आज प्रोग्राम छ भनेर ल हैन आज प्रोग्राम चाहिँ त्यही हो सबैजना हामी यही म फोन गर्छु ल केटा हो यहाँ चाहिँ कपिराइट हुने भएर चाहिँ यहाँ चाहिँ भोइस ओभर गर्दैछु केटा हो होइन यो चाहिँ टक्क सिएनसी रिसोर्टको चाहिँ नाइट भ्यू है केटा हो नाइट भ्यू यस्तो छ अनि लाइटिङ पनि दामी छ है जस ग्रुपको लागि चाहिँ बवाल छ है कपालको लागि चाहिँ अलिकति अप्ठ्यारो छ होइन किन भन्दाखेरि ग्रुप बेसी हुन्छ नि त केटाहरूमा दाउद इब्राहिम रे कोही चार्ज ड्याबिन रे कोही के रे आमा खतरा छ सक्छ अब केटाहरूलाई ओहो धुवा सरर हानेको छ यहाँ फेरि आमा चुच भनेपछि केटाहरूलाई के भयो होला कस्तो खेल्ने चुचिला कस्तो खेल्ने फेरि ठुल्दाइलाई पनि फेरि ह्याट्रिक हानेछन् ठुल्दाइले फेरि आमा पेट्रोल खर्च आज त ल धेरै थप्नै नपर्ला जस्तो हामीले 500,000 थपे पुग्ला जस्तो भइसक्यो टक्ला र होइन बार्बिक्यू पनि गर्ने टाइम हुँदैछ केटा हो यो चाहिँ अनि केटाहरू चाहिँ झ्याप रमाइलो एकदम चिल एन्ड फिलमा भइसक्यो होइन अनि ल म्यारिनेट गरेको चिकन चाहिँ यस्तो छ गाइज है अब टक्क लाएर हामी चाहिँ अचार हेर्नु न गाइज अचार पानी परेको भएर चाहिँ गाइज अलिकति बार्बिक्यू गर्दाखेरि चाहिँ हल्का प्रब्लम चाहिँ आएको थियो होइन त्यही पनि इट्स ओके खाने मुखलाई जुङ्गाले छेक्छ त छेक्दैन नि केटा हो ल यतिको चाहिँ दन्काइयो आगो यतिको चाहिँ दन्काइयो अब झ्याप्प लाएर पोलेर चाहिँ चट्ट लाएर खानुपर्छ है त टक्क लाएर यो चटनीसँग चाहिँ भब्बाल बार्बिक्यू हान्ने हाम्रो प्लान छ गाइस केटाहरू उता तास खेलिरहेछन् अब स्विमिङ खेल्ने उता खेल्दैछन् डाइभ हानेको गाइस ल यस्तो हानी यस्तो भइसक्यो होइन केटाहरू चाहिँ सबै एकजना आफ्नो जिम्मेवारी चाहिँ पुरा गर्ने केटाहरू फेरि होइन खेल्ने ग्रुप खेल्ने छुट्टै पकाउने ग्रुप पकाउने छुट्टै होइन उफ आफू चाहिँ के गर्ने अब नखाने भएपछि घाँस हानेर बसेको घाँस है गाइस ल घाँस हानेर म चाहिँ पुवा पर बसिरहेको छु यहाँ नन्दाई पनि फेरि बबाल दिइरहेको छ है फेरि ल यहाँ चाहिँ अनि बार्बिक्यू हुँदै कपिराइट हुने डरले चाहिँ टक्क गाना अर्कै थियो होइन कपिराइट नहोस् भनेर चाहिँ चट्ट लाएर म्युट गरेर म चाहिँ भोइस ओभर गरेको है चक्क लाएर अनि बिजनेस पनि फेरि सब चिलमा बसिरहेको छ चिलमा बसिरहेको छ बार्बिक्यू खाने हो टक्क लाएर अब होइन नाच्ने फेरि आमा चाहिँ दारू नखाने भएपछि तनाव क्या फेरि रमाइलो भइरहेको छ यता तास खेल्ने अब मासु खाएको हेरेर केटाहरूले ब्रदरहरूको चाहिँ पहिलो चाहिँ बबाले रमाइलो भयो गाइज होइन बबाले रमाइलो भयो केटा हो सबैजना धेरै 3 महिना भयो केटा हो रक्सी नखाएको मायाको सब रक्सी नखाएको पनि रमाइलो हुँदैछ जो छैन मसँग साथी दाइ पनि थियो विनोद दोष पनि थियो अनि खाना चाहिँ बबालै यहाँको A1 खाना चाहिँ बबालै भयो दाइले पनि एकदम मिठो भयो थकालीको भन्दा पनि चर्को एकदम बबाल गयो औँला चाटी खाइरहेछन् होइन देवकोटा दाइ फेरि बबाल ह्याप्स हान्दैछन् केटाहरूलाई कस्तो छ भनेको फेरि आमा ट्याउको थकाली भन्दा नि A+ रे A1 रे बबाल छ भनेर एकदम थपी खायो केटाहरूले जे होस् होइन हामी नै लास्ट पऱ्यो क्या खाना खाँदा चाहिँ लास्ट पऱ्यो दीपक दोष लास्ट है सबसे लास्ट भने त होइन कार्की बुढो सबसे लास्ट कार्की बुढो हक्स हानेर आएर
बाइक पो कसरी निकाल्ने हो तनाव भइरहेछ माथि आएर त्यो चिप्ले छ कि कस्तो छ होइन ल नाइट इभिनिङ बेलुकाको भ्यू कस्तो छ गाइजलाई त यस्तो छ गाइज सिएनसी रिसोर्ट है यो चाहिँ बुङमतीमा रहेको छ जो केटाहरू ग्रुपको लागि चाहिँ सही छ उयो माथिको चाहिँ हामी बिल्ला बसेको बिल्ला है बिल्ला उता अर्कै ग्रुपमा इन्जोय हामी यता ग्रुपमा इन्जोय ल 12 बज्न लागेको छ गाइज हामी चाहिँ यसो तास खेलिरहेछौँ आजलाई कस्तो भयो त ल केटा हो 11:30 भयो लटो भाइ 11:30 केटा हो र सबैले के भन्नु छ केटा हो फर्स्ट टाइम फर्स्ट इयरको हैन रमाइलो है गुड छ है सधैँभरि यसरी रमाइलो गरेर जाऊ ताली जय ब्रदरहुड ल आज हाम्रो ब्रदरहुडको दोस्तहरू चाहिँ ल है पुरा के भन्छ बुढा ए त्यो ट्याउलाई नदिने है त्यो त त्यो त गिफ्टै भन्छ त्यो ट्याउल त अर्का चप्पल दिनले त्यसो आइफोन लिउ त त्यो बुढाको आइफोन लिउ त त्यो बुढाको आइफोन लिउ त हो र के रहन्छ गिफ्टै पैसा दाइ राजीनामा दिनु तपाईँले चस्माको लागि ज्यान त ओ त्यसको कुरा गर्छ त बिहान बिहानै है ल्याङ हामीले ल्याङ के हो दोस यार यस्तो यार पुरा आइदोस् है अब यो के यस्तो यस्तो कन्टेन्टहरू भ्लगर एपलाई गरे पो चाहिन्छ त्यो सब त्यो आइफोन चाहिँ कुद्नु अर्थ अहिले ज्यान दिने कुरो भइसक्यो ज्यान त पार्वती भाउजूलाई दिने जति जे गफ दियोस् होइन होइन मन दिने हो मन होइन भाउजूलाई मन दिने हो साथीभाइले धन दिने हो धन दिने हो के दिने हो त धन दिने हो तन दिने हो ल त्यसो भए दाइ नगर गन गन ए साउजी दाइको तर्फमा छोटो बियर ल्याउनु त ल हाम्रो दोस्तले चाहिँ होइन यता ज्याकेट चाहिँ हाम्रो नन्ददाजलाई गिफ्ट है बिहान बिहान विष्णु भगवानले दिएको बिहान विष्णु भगवानले दिएको गिफ्ट होइन त एउटा बियर किन ल्याइदिनु बिहान ल के हो दोस्त बियर चाहिँ नभन्नु नि फेरि होइन भने ज्याकेट बाहेक त्यो बियर लिने भन्ने कुरा भयो जिस्के ल हाम्रो चाहिँ हटलेपन पनि आयो है अनि के हो चिया त्यो खाएर चिया चाहिँ सबैजनालाई ल हामी चाहिँ भोलिको दिन भइसकेको बिहानी ल बिहान बिहानै केटाहरू चिलमा कस्तो हुँदैछ केटा बवाल भइरहेछ जय 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 ल गाइज अब ब्रेकफास्ट है अब यस्तो छ ब्रेकफास्ट लाएर गाइस है अब हामी यहाँ पानी परिरहेको छ अब निस्किने एकछिनमा ल अब सायद अन्तिम पनि हुनसक्छ गाइज यो भिडियो होइन अनि पोस्ट भएपछि चाहिँ हेरिदिनु होला सब्सक्राइब त्यस्तै हो होइन माया गरिदिनु होला ठिकै छ माया नगरिदिनु के छ र हामीलाई माया गर्ने मान्छेको कमी छ र